ल यो एकदमै यो बनतरुल क्या एकदम प्युर। यो त पाङलाङ साङलाङहरू के भन्छ नि त्यस्तो खाले भ्यागुरी स्यागुरी गिट्ठा त्यो होइन, एकदम यो चाहिँ प्युर बनतरुल हो। बनतरुल खन्न र सुत्र जानु भने एकदम सजिलो छ। यहाँ खन्दैछु। ल यो यहीँबाट निकालेको यो छ नि लगभग 2 केजी जति होला। यहीँबाट निकालेको हो। धेरै गहिरो पनि खनेकै छैन। यहाँभन्दा तल चाहिँ थिएँ, काटिदिएको मैले। अनि यहाँनिर हेरौँ, यो पोहोरको कुहिएर यस्तो भएको छ है भित्र। मेन कुरो बेला पत्तो लगाउन जरुरी छ। दोस्रो कुरो बनतरुल कहाँनेरि खन्दाखेरि कति गहिराइदेखि कहाँदेखि कतादेखि खन्दा भेटिन्छ भन्ने अनुभव। यो चाहिँ अब म चाहिँ सानादेखि माघे सङ्क्रान्ति आउनुभन्दा 2-4 दिन अगाडिदेखि सानैदेखि बाल्यकालदेखि नै साथीभाइहरू यताउता भेला भएर चाहिँ बनतरुल खन्ने अथवा चाहिँ गाईबस्तु चराउन जाँदा चाहिँ गोठालो जाँदा भनौँ न बनतरुल खन्ने गरिन्थ्यो। तसर्थ हेरौँ है त यहाँ म निकालेको चाहिँ तपाईँहरूलाई देखाउँछु। तपाईँहरू कतिलाई याद होला, कोही अब टाढा टाढा हुनुहुन्छ अहिले बनतरुल खन्न भ्याउनु भएको छैन होइन, रहर छ। तर यो एउटा चाडपर्व हो नि त हामीले, त्यसले गर्दा चाहिँ अब यहाँ खन्दैछु। धेरै गहिरो खनेकै छैन है, यत्तिकैमा बनतरुलको बेलो भेट्टायो भन्दैमा अब जुन पायो त्यसैमा खनु भने चाहिँ नभेटिन नि सक्छ, समय खेर जान सक्छ। त्यसले गर्दाखेरि ल हेरौँ त है। ठ्याक्कै यहाँ माथि राख्ने बनतरुल चाहिँ जहिले पनि खनेपछि माथि राख्ने, खन्दै गरेको ठाउँदेखि उँभोपट्टि। त्यसो गर्दाखेरि चाहिँ बनतरुल भेटिन्छ अथवा जराहरू तरुलहरू खन्दाखेरि निक्लिन्छन् भन्ने कुरो छ। उँधोको काटिदिने, धेरै तलसम्म नजाने। साना त तलैसम्म छ। यो अलिक निकै तलदेखि खनेको भए चाहिँ ठुला ठुला निक्लिन्थे, लामा निक्लिन्थे होला सायद। तर मैले चाहिँ हेरौँ त है, देखिँदैछ नि। ल बनतरुल खन्नेको याद कसलाई छ कमेन्ट गर्नुहोस् होइन। मलाई चाहिँ बनतरुल भन्ने बित्तिकै यो खनेको गर्दाखेरि माइला मामाको याद आउँछ। मेरो स्वर्गीय माइला मामाको एकचोटि चाहिँ म खनेर 2 जना थियौँ अनि खनेर लिएर आउँदै थियौँ। कति भेटियो है। म चाहिँ काटियो यता पर है, देखियो नि यहाँ पर काटियो। अर्कै मेसो रहेछ यहाँ चाहिँ, अथवा यो तल गएर बटालिएको रहेछ। लिएर आउँदै थियौँ, हामीले अघि सर्थ गरेको थियो नि त यो पोहोरको यो चाहिँ तेर्सो फलेको रहेछ क्या एकदम। हामीले त्यति बेला खन्दाखेरि यो चाहिँ बाटामा कसैले मागो भने कसैलाई नदिने भनेर सानामा सन्तोष पाण्डे थिए। डाँडा खेतमा खनियो है, कसैलाई नदिने हे भनेर सर्थ गरियो। तैँले चिनेकोले अथवा तँसँग मागो भने फल्नुको हो भन्ने, अनि मसँग मागो भने फल्नुको हो भन्ने भनेर हामीले। म चाहिँ तरुल खन्दा चाहिँ फेरि काटिरहन्छु है, फेरि च्याकचुक काटिरहन्छु। यता खनो यतै काटिन्छ, उता खनो उतै काटिन्छ होइन। किनभने त्यो जतन गरेर ठुलो निकाल्नुपर्छ भन्ने छैन मलाई। सानै निकाल्दा पनि आखिर तरुलै हो होइन, बनतरुलै हो। त्यसो हुँदाखेरि आखिर भरे काट्नै पर्छ घरमा लगेर पनि। यो पोहोरको हेर्नु त है,
पोहोर पनि बबाले फलेको रहेछ है। ए त्यसो हुँदाखेरि अनि मैले बोकेर चाहिँ कुद्दै अब बाख्रा मेरा गयो नि त अरूको बालीमा। अनि कुद्दै आउँदै थिएँ है पँद्रा खोलामा। अनि हाम्रो माइला मामा चाहिँ तल खेती गर्नुहुन्थ्यो क्या त्यति बेला। अनि उहाँ पनि अब यस्तै माघे सङ्क्रान्तिको अघिल्लो दिन वनतरुल कोट्याउँदै हुनुहुँदो रहेछ बाटामा। अनि के ल्यायो भान्जा भन्नुभयो। मैले भने मामा मेरा बाख्रा यता गएनन् भने। अनि जाँदै थिएँ भान्जा तिम्रा हुन् भने भन्नुभयो भनौँ न। अनि त्यहाँदेखि हो नि मामा भने। अनि के हो त झोलाको भन्नुभयो। वनतरुल मामा मलाई नि एउटा टुक्रो देऊ न भेटिनँ भान्जा मैले त भन्नुभयो। यो त मेरो होइन मामा भने कुदे बोल त है। त्यस्तो पनि पो भएको छ त। अनि मम्मीले आएर भने मामाले माग्नुभयो मैले दिइनँ आएर बाँड्यौँ नि त। अनि बाँडेपछि चाहिँ अनि मामाले माग्नुभयो मैले दिइनँ भनेको। अनि मम्मीले कराउनु भयो। अनि भोलिपल्ट चाहिँ अनि यस्तो अब माघे सङ्क्रान्तिको दिन बिहानै जानुपर्ने हुन्छ नि त मामा घर। अनि मामाले चाहिँ मम्मीले चाहिँ हालिदिनु भयो मामालाई निकै वनतरुल। अनि त्यसमा चाहिँ मामाले चाहिँ अनि गए अनि दे। अनि मामाले चाहिँ खिर पकाउनु भएको थियो वनतरुल घर तरुल उसिन्नु भएको थियो होइन जरा उसिन्नु भएको थियो। त्यस पछाडि त्यहाँ चाहिँ उता आरुबोटेबाट भान्जीहरू पनि आइरहेको थियो दुईजना। अनि त्यति बेलाको कुरो हो लगभग 10-15 वर्ष भयो भनौँ न। 10-15 वर्ष त्यस्तै भयो होला 20 वर्षै भयो होला। ए तल कहाँसम्म छ तर म कोट्याउँदिनँ तल। ए हेर्नु त छिप्पिएको। त्यस कारणले गर्दाखेरि तपाईँहरूलाई चाहिँ कतिको अब याद छ त वनतरुल खनेको। यहाँ हेर्नु अब म निकाल्दैछु ठुलो टुक्रिहाल्छ क्या। मैले जहिले निकाल्छु नि तरुल वनतरुल अथवा घर तरुल टुक्रिहाल्छन्। यो पनि यही म इन्डिङ गरिदिन्छु। एकदम छिप्पिएको छ यो। तान्दा पनि आइराखेको थिएन। ल यो पनि इन्डिङ भएको छ। यही इन्डिङ त भएको छैन। योभन्दा तल चाहिँ अब म खन्दिनँ। जस्तै यति कोट्याउँदाखेरि यति निकाले हेर्नु त। यति माटो हेर्नुहुन्छ भने कति नि छैन है। यत्रो धुलो अघिको यहाँ छ। अनि यो अघिको चाहिँ होइन रहेछ वनतरुल मैले पत्तो लगाएँ। यो होइन रहेछ यो पाङ्ला भन्ने रहेछ। यो चाहिँ पाङ्लाङ कि पाङ्लाक भन्दो रहेछ यसलाई चाहिँ। यो चाहिँ हो वनतरुल क्या। यो चाहिँ छ नि यो चाहिँ प्युर वनतरुल हो। यो चाहिँ होइन रहेछ तर खान मिल्छ यो पनि। ए ल हेर्नु त ल। ए यति भित्र है यो यति भित्र। तर कति छ अझै तल मैले उ गरिनँ। वनतरुलको बेलो चाहिँ यहाँनिर सानो थियो र मैले यसमा गरेको। तर यो तपाईँको सायद अर्को पनि सुकेको थियो होला यहाँ। त्यही भएर तल अझै खन्दैछु म भिडियो लामो हुने भएकोले गर्दा।